नमस्कार। सडा सारङ्गी पाठशालाको यो सङ्गीत कक्षामा हजुरहरू सम्पूर्णमा स्वागत। साङ्गीतिक नमन र सारङ्गीलाई माया गर्नुहुने सम्पूर्ण सारङ्गी प्रेमी दर्शक श्रोताहरूमा चाहिँ आज मैले एउटा नयाँ लेसन लिएर उपस्थित भएको छु। जुन गीत रहेको छ सागुरी वारिनी हौ त्यो धारापानी, वरिष्ठ गायिका तारादेवीज्यूको सुमधुर आवाजमा सजिएको यो सदाबहार गीत सम्भवतः हजुरहरू सबैले सुन्नु भएकै छ। नसुन्नु भएको छ भने पनि सुनेर अनि त्यसपछि यसलाई सारङ्गीमा कसरी बजाउन सकिन्छ हेर्नु होला। अब यसमा चाहिँ के छ भने यो गीत चाहिँ माइनर स्केलको गीत भएको हुनाले यसमा कोमल ग लागेको छ, कोमल ध अनि कोमल नि, ग ध नि कोमल छ र हामीले यसलाई चाहिँ आशाभरी थाटमा चाहिँ सरगम अभ्यास गऱ्यो भने यो गीत बजाउन सजिलो हुन्छ है। र एउटा कुरा के छ भने यसमा कतिखेर शुद्ध ध पनि लाग्दिन्छ क्या, त्यो चाहिँ मेलोडीमा आधार भएर त्यस्तो हुन्छ। त्यसो हुनाले अब यसको बिटिङ चाहिँ 6-8 बिट नै छ, जसलाई हामी झ्याउरे बिट भन्छौँ। धादिना 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 अथवा मादल भन्नुपर्ने घिन घिन घिन्ताङ खत घिन्ताङ घिन्ताङ खत घिन्ताङ घिन्ताङ। अब त्यो कसरी बजाउने भन्ने कुरा चाहिँ म तपाईँहरूको माझमा सेयर गर्न चाहन्छु। सागुरी वारिनी हौ यो धारा पानी, सागुरी वारिनी हौ यो धारा पानी, गढतिरको हौ हजुर बलुवा, गढतिरको हौ हजुर बलुवा, खरुनी सुर्तीले हौ बाडुकी लाग्यो, खरुनी सुर्तीले हौ बाडुकी लाग्यो, खानुहोस् हौ हजुर मलुवा, खानुहोस् हौ हजुर मलुवा। सागुरी साप धादिना 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 धादिना, यो काउन्ट हुन्छ। सागुरी वारिनी हौ त प प प ध प म त द द द द द द सा प प प ध प म, यसरी काउन्ट गर्छु। सागुरी वारिनी हौ भन्दाखेरि सागुरी वारिनी हौ धादिना 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 धादिना, घिन्ताङ खत घिन्ताङ घिन्ताङ खत घिन्ताङ, सागुरी वारिनी। अब यसमा कति हुन्छ? घिन्ताङ खत घिन्ताङ एक बार, घिन्ताङ खत घिन्ताङ दुई बार, घिन्ताङ खत घिन्ताङ घिन्ताङ खत घिन्ताङ, के हो? दुई बार भयो। एक 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 यसरी 1 2 3 4 5 हुँदै जान्छ। 12 हामीले काउन्ट गर्दाखेरि गीतको पार। धादिना 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 धादिना, सागुरी वारिनी हौ, सागुरी सागुरी भन्दाखेरि एक बारभित्र, अनि वारिनी हौ भन्दा अर्को बारमा। अब त्यो चाहिँ बार चाहिँ हामी कसरी बुझ्नुपर्छ भने 1 2 3 1 2 3, 6 मा चाहिँ के हुन्छ? एक बार भयो। 1 2 3 1 2 3 घिन्ताङ खत घिन्ताङ, अथवा धादिना 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 धादिना। त्यो के हो? ताल दुईचोटि बज्यो, 2 राउन्ड, 2 आवर्तन। एक आवर्तनलाई के भन्छ? एक बार भनिन्छ। धादिना धादिना, सागुरी वारिनी हौ त्यो धारा पानी, सागुरी वारिनी हौ यो धारा पानी, धादिना 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 धा, यसरी जान्छ। धादिना 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 धादिना, सागुरी वारिनी हौ त्यो धारा पानी। अब यसलाई हामीले सा प प प ध प म, सा प प प ध प म, के भयो? सागुरी वारिनी हौ। हजुरले लेख्नुहोस् कपीमा, धादिना धादिना, सा प प प ध प म, सा ध
सा प प प ध प म सा प प प ध प म सा आ प प अ प अ ध प अ म यस्तो हुन्छ फेरि पुरा बेसिकमा लेखियो भने 1 2 3 4 5 छ सा प प प ध प सा प प प ध प म सा आ ध अ प अ ध प म अ आउँछ यसरी 1 2 1 2 3 1 2 3 सा आ प अ ध प म अ दुई के भयो यहाँ चाहिँ डबल भएर गयो हैन सा प प ध प म अ सा घुरी वारी नि हौ सा घुरी बारी नि हौ त्यस्तो हुन्छ बेसिक कली कुरामा अनि हामीले सिधै जाँदाखेरि दुई बारमा हामी बजाउँदा चाहिँ के अरे एक बारमै त्यो शब्दलाई गर्दाखेरि साघुरी धादिन धातिन धादिन धातिन साघुरी वारी नि हौ सा प प प ध प म सा प प प ध प म त्यो यो धारा पानी सारे रे म गरि सा सारे रे म गरि सा सारे रे म गरि सा यो धारा पानी सारे रे म गरि सा सा प प प ध प म कोमल ध कहाँ हुन्छ सुन्दरीको छेउमा हुन्छ है शुद्ध ध यो थियो सा ध ध सा प प प ध प म सारे रे म गरि सा सा घुरी वारी नि हौ त्यो धारा पानी सारे रे सा नि सारे ग म प गरे सा सा अब गढी तिरको भन्नु पर्यो सारे रे सा नि गढी तिरको सारे रे सा नि गढी तिरको कोमल नि है यो शुद्ध नि होइन गढी तिरको हौ हजुर भन्नु पर्यो सारे रे ग म प सारे रे ग म प सारे रे ग म प हौ हजुर गरे सा सा बलुवा गढी तिरको हौ हजुर बलुवा गरे सा सा बलुवा गरे सा सा आ बलुवा मात्रा पुर्याउनलाई आकार तान्नु पर्ने हुन्छ आकार इकार उकार के छ जुन सर्गम पछाडि आउने आकार इकारहरू हुन्छ अथवा गीतको शब्द पछाडि आउने त्यसलाई हामी के गर्छौँ लामो बनाएर मात्रा पुर्याउनु पर्ने हुन्छ अब यहाँ हेर्नु साघुरी वारी नि हौ त्यो धारा पानी साघुरी वारी नि हौ त्यो धारा पानी सा प प प ध प म सारे रे म गरे सा सारे रे म गरे सा सा प प प ध प म सारे रे म गरे सा सा प प प ध प म सारे रे म गरे सा सारे सा नि ध सारे रे सा नि सारे रे सा नि धादिन धातिन सारे रे सा नि सारे ग म प गरे सा सा सारे रे सा नि सारे ग म प गरे सा सा कति मात्रा भयो के अरे कति बार भयो त हौ त्यो धारा पानी साघुरी वारी नि हौ त्यो धारा पानी गढतिरको हौ हजुर बलुवा
धादिन 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 साँघुरी वारिनी हौ साँघुरी वारिनी हौ त्यो धारा पानी चार भाग के अरे चार बार हो गढतिरको हौ हजुर बलुवा कति हो 8 बार हो। एक बार भनेको त धादिना धादिना अथवा घिन्दाङ खत घिन्दाङ त्यो चाहिँ एक बार भयो। धादिना 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 यो काउन्ट गर्न जानिएन भने फेरि बजाएको मिल्दैन। 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 के भयो 1 2 3 4 5 6 7 8 बार हो। साँघुरी वारिनी हौ त्यो धारा पानी 4 बार गढतिरको हौ हजुर बलुवा कति भयो 8 बार भयो। अब हामी यो हरेक बारमा के गर्छौँ सरगम पढ्छौँ सा प प प ध प म सा रे रे म म ग रे सा सा रे सा नि सा रे रे सा नि सा रे ग म प ग रे सा 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 रे सा सा रे रे सा नि सा रे ग म प ग रे सा सा 8 बार यति यो स्थायी। सुर्तीले हौ बाडुल्की लाग्यो खरुनी सुर्तीले हौ बाडुल्की लाग्यो खानुहोस् हौ हजुर मलुवा खानुहोस् हौ हजुर मलुवा। यो चाहिँ स्थायी भयो है। अब अन्तरामा के हुन्छ फेरि तपाईँको यो चाहिँ अब हाम्रो यो लोकगीत गाउने भाषामा भन्दाखेरि भट्याउने भन्छ नि। माथि माथिलैबाट को मान्छे झर्यो हातैमा तीर बोकी हातैमा तीर बोकी कतिन्जेल बस्नु माइतीको घरमा कतिन्जेल बस्नु माइतीको घरमा मनैमा हौ हजुर तीर बोकी मनैमा हौ हजुर तीर बोकी साँघुरी वारिनी हौ यो धारा पानी साँघुरी वारिनी हौ यो धारा पानी गढतिरको हौ हजुर बलुवा। अब माथिबाट भन्नु पर्यो। यहाँ चाहिँ के छ भने ताल चाहिँदैन यसको लागि को मान्छे झर्यो हातैमा तीर बोकी नानीको घरमा कतिन्जेल बस्नु माइतीको घरमा। अनि बल्ल तालमा आउँछ टाक टाक
ननैमा हजुर पीर बोके धादिन धातिन धादिन धातिन धादिन धातिन धादिन धातिन गिन्ताङ खत गिन्ताङ 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 यसरी जान्छ। अनि हरेक चाहिँ के हो 12 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 हरेक एक चाहिँ के हुन्छ सम हुन्छ ताली। पपध कोमल पपध नि सा माथिल्यैबाट पपध नि सा माथिल्यैबाट को मान्छे भन्नु पर्यो सनी सारे सनी सारे को मान्छे सनी रे सनी को मान्छे झर्यो साप माथिल्यैबाट को मान्छे झर्यो पपध नि सा सानी सारे सानी रे सानी धनी धप साप माथिल्यैबाट को मान्छे झर्यो हातैमा तीर बोकी हातैमा अब शुद्ध धल आयो यहाँनिर है मैले भने नि नि ध प म प नि ध प हातैमा तीर बोकी हातैमा तीर बोकी गर्न सक्यो है। यसमा चाहिँ अब कसरी खेलाउन सकिन्छ आफूले नि नि ध प म प नि ध सा नि प हातैमा तीर बोकी हातैमा तीर बोकी यस्तो चाहिँ गर्छिन नि नि ध प म प नि ध प अब कतिन्जेल बस्नु कतिन्जेल बस्नु सा प प प म प नि ध प कतिन्जेल बस्नु माइतीको घरमा पम पम ग ग सा ग म प माइतीको घरमा पम ग ग सा ग म प माइतीको घरमा पम अब पम ग ग सा ग म प माइतीको घरमा पम ग मलाई छोएर गमा सट्टा आइहाल्नु पम प ग खास प ग ग ग सा ग म प प ग ग ग सा ग म प तर मलाई टच गरेर आउने ग गर्दाखेरि प ग ग ग सा ग म प प म ग ग सा ग म प प
माइतीको गसागमप घरमा। यो अब म गर्ने बेलामा के अरे ग गर्दा के छ, मलाई टच गरेर भने म नबोलिकन प ग ग ग सा ग म प प ग ग ग गर्ने बेला मलाई टच लिएर आएको हुन्छ, मलाई कण प ग ग ग सा ग म प माइतीको घरमा माइतीको घरमा प ग ग ग सा ग म प। अनि यति भएपछि अनि गढतिरको अब टाइमिङमा आउँछ, गढतिरको हौ हजुर माइतीको घरमा मनैमा हौ हजुर पिर बोकी, योबाट चाहिँ अनि टाइमिङमा जान्छ माइतीको घरमा मनैमा हौ हजुर पिर बोकी मनैमा हौ हजुर पिर बोकी। यो चाहिँ सारे सानी सारे सारे सानी सारे गम प गरे सा सा ए आइहाल्छ। मनैमा हजुर पिर बोकी सारे सानी सारे सारे रे सानी सारे गम प गरे सा सा। सागुरी वारिनी हौ त्यो धारा पानी सागुरी वारिनी हौ यो धारा पानी गढतिरको हौ हजुर बालुवा गढतिरको हौ हजुर बालुवा खरुनी सुर्तीले हौ बाडुर्की लाग्यो खरुनी सुर्तीले हौ बाडुर्की लाग्यो खानुहोस् हौ हजुर मालुवा खानुहोस् हौ हजुर मालुवा। ल धेरै धेरै धन्यवाद हजुरहरूले यो मेरो सारङ्गी लेसनलाई अहिलेसम्म सुनेर साथ दिनुभयो। यसमा अब केही कमी कमजोरी भए गल्ती भए क्षमा गर्नुहोला र सल्लाह सुझाव दिनुहोला। यसलाई यसरी गर्ने हो यो यस्तो हो भनेर हजुरहरूले पनि औल्याइदिनु भयो भने अझ मलाई पनि सजिलो हुनेछ। र यसै गरी तपाईँहरूको माझमा फेरि अर्कोचोटि अर्को नयाँ यस्तै लेसन लिएर उपस्थित हुने बाचा गर्दै अन्तमा तपाईँहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। मेरो यो सारङ्गी पाठशालाको च्यानललाई हजुरले लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला, यो मेरो हार्दिक अनुरोध छ। हजुरहरूको एक लाइक एक सब्सक्राइब एक सेयरले चाहिँ सबैमाझ यो भिडियो पुग्ने माध्यम बन्दछ र सबैलाई जानकारी हुनेछ भन्दै आजको लागि मैले जे जति जाने तपाईँहरूको माझमा प्रस्तुत गरेँ
र बाँकी अर्कोचोटि फेरि अर्को कुनै गीत अथवा कुनै लेसन ट्युटोरियल लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त नमस्कार। जय गीत, जय सङ्गीत, जय सारङ्गी, जय शरद सारङ्गी पाठशाला। थ्याङ्क यू।